म थोरै मात्र बोल्छु, अलिकति धैर्य गरिदिनु होला, किनभने म अलिकति सानो बोल्छु। सानो बोल्दाखेरि कहिले काहीँ सुनिँदैन, तर त्यति महत्त्वपूर्ण कुरा नभए तापनि यो धन्यवादको सन्दर्भ तपाईँहरूको अगाडि राख्नु नै पर्ने थियो। त्यही कारणले गर्दाखेरि मैले सुरु गरेँ है। 5 मिनट मात्र लिन्छु। यहाँ उपस्थित सम्पूर्ण मेरा अति नै आदरणीय अभिभावकज्यूहरू र मित्रहरू सम्पूर्णमा मेरो तर्फबाट हजुरहरूलाई न्यानो नमस्कार छ अनि सेवारो डोक। एकदमै धेरै धन्यवादबाटै सुरु गरौँ, किनभने एकदमै चुनौतीपूर्ण वातावरण थियो भनेर हामीले देशैभरि देखेका छौँ। तर इलाममा आइसक्दाखेरि वातावरण अलिकति फरक देख्न पायो। मलाई लाग्छ त्यसमा यहाँ उपस्थित सम्पूर्णको मेहनत पनि थियो र सँगसँगै तपाईँ र हामी बिचको हार्दिकता, हामीले एकअर्कासँग बिताएका समयहरू जुनमा हामीले भावनासँग भावना जोडेर काम गर्ने प्रयास गऱ्यौँ। थुप्रै कामहरू सुचारू गरेका थियौँ र थुप्रै संवादमा हाम्रो सल्लाह सुझाव आदान प्रदान गर्ने काम गरेका थियौँ। त्यसको बलमा पनि मलाई लाग्छ यो पालिको निर्वाचनमा इलाम क्षेत्र नम्बर 2 मा एकदमै देशैभरि प्रतिकूल अवस्थामा हुँदाखेरि पनि हामीले विजय हासिल गर्न सफल भयौँ। म तपाईहरुलाई हृदयदेखि नै धेरै धन्यवाद व्यक्त गर्न यहाँ उपस्थित भएको छु। यो फेरि अहिलेको मात्र समय होइन। मलाई अहिले पनि सम्झना छ जबदेखि मैले समाजलाई बुझ्न थालेको थिएँ। जुन बेलादेखि मैले राजनीतिलाई बिस्तारै अलिअलि बुझ्न थालेँ, त्यो बेलादेखिको समय मैले यसो सम्झँदाखेरि नेकपा एमालेलाई तपाईँ परिवारजनहरूले जहिले पनि अवरात्र खटेर एक मत जुटाएर जहिले पनि जिताएर पठाउनु भएको छ। म त्यसका लागि पनि तपाईहरुलाई धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। हामी आज जहाँ छौँ, म अहिले जहाँ उभिएको छु, म अहिले जहाँ प्रतिनिधित्व गर्न पुगेको छु, त्यो सबै तपाईहरुको कारणले गर्दाखेरि हो। त्यही कारणले गर्दाखेरि फेरि पनि धेरै शिर निहुराएर म धन्यवाद व्यक्त गर्न चाहन्छु। अब यहाँ एउटा सत्य चाहिँ के छ भने हामीले प्रतिकूल अवस्थामा पनि जितेर त गइसक्यौँ। अब भाषणमा भन्दा धेरै काम गर्नुपर्छ भन्ने कुरा मलाई हेरेका छ। मैले योभन्दा अगाडि पनि यहाँ मत माग्ने बेलामा आशीर्वाद दिनु है, हामीले सुरु गरेका कामलाई हामीले फत्ते गर्छौँ भनेर मैले तपाईलाई भनेको थिएँ। मैले त्यो कुरा अहिले पनि मेरो मस्तिष्कमा बसेको छ। म यहाँबाट जान साथ सबभन्दा सुरुमा पहल कदमी भनेको यही बाटोको लागि गर्नेछु। यो हामीले सुरु गरेका बाटो हो, यो हामीले सुरु गरेको बाटो हो। यो सुरु गरेको बाटोमा हामीले त्यो बेला पनि बजेट हालेका थियौँ। मलाई पक्कै पनि मलाई एउटा कुरा के थाहा छ भने कर्मचारी अग्रजहरू, मन्त्रालयका अग्रजहरू र अहिलेको सरकारले यो बाटोलाई प्राथमिकता दिन्छ। त्यसका लागि मैले आफ्नो तर्फबाट अवरात्र खटेर यो बाटोको लागि मैले दिनरात नभनिकन कुनै कन्जुसाइ नगरिकन म प्रतिबद्ध हिसाबले इमानदारपूर्वक मैले यो बाटोको लागि लाग्नेछु। यो मेरो तपाईहरुको अगाडि पहिलो प्रतिबद्धता हो। यस सँगसँगै थुप्रै कुराहरू छ। मैले त योभन्दा अगाडि पनि भन्ने गरेको छु। कसैको लागि बाटो प्राथमिकता हुनसक्छ, विकासको आधार भनेको बाटो हुनसक्छ, कसैको लागि खानेपानी, कसैको लागि बिजुली बत्ती, कसैको लागि शिक्षा स्वास्थ्य, अधिकारमा पहुँच। यो हाम्रो जुन तरिकाको यो विकासको व्याख्या छ त्यो फरक हुनसक्छ समयअनुसार र ठाउँअनुसार। म तपाईँलाई यो किन भन्दैछु त भन्दाखेरि यहाँबाट जितेर गइसक्दाखेरि तपाईँले सुनाएका साना समस्याहरू, तपाईँले राख्नुभएको जिज्ञासाहरू, तपाईँले दिनुभएको सल्लाह सुझावलाई म जहिले पनि शिरमा राखेर
तपाईँहरूको आशीर्वादलाई मैले शिरमा राखेर तपाईँले दिनुभएको सल्लाह सुझाव र तपाईँले देखाउनु भएको बाटोमा मैले हिँडेर मैले त्यहाँ कुनै पनि कसैको दबावमा नआइकन म झुटोलाई झुटो भन्दै सत्यलाई सत्य भन्दै म योबाट त्यो काम गर्ने बेलामा म अगाडि बढ्नेछु। यो मेरो तपाईँहरूप्रति दोस्रो प्रतिबद्धता हो। र यस सँगसँगै अब साह्रै लामो भाषण गर्नु मलाई इच्छा छैन। मैले कार्यक्रम भने अप्रत्याशित ढङ्गले हामीले गऱ्यौँ। तपाईँलाई म जानकारी गराउन चाहन्छु, ठ्याक्कै आज चाहिँ काठमाडौँ जानुपर्ने, त्यही कारणले गर्दाखेरि हामी चाहिँ इलामबाट यसो घुम्दै घुम्दै जसलाई भेट हुन्छ, हाम्रो जुन चाहिँ प्रिय परिवारजनहरू हुनुहुन्छ, जसलाई भेट हुन्छ यसो धन्यवाद भन्दै चाहिँ जाउँ है भनेर भनिसक्दाखेरि हामी यो बाटो आइपुगेका हौँ। त्यही कारणले गर्दाखेरि कसै अरू यहाँ उपस्थित हुन नपाउनु भएकोहरूलाई पनि सम्झाइदिनु होला, बाटो पर्दाखेरि छिर्नु भएको रहेछ भनेर। अर्को पालि पक्कै पनि हामी यहाँ वडा स्तर टोल स्तरमा आएर हामीले तपाईँहरूबाट सल्लाह सुझाव लिनेछौँ। पहिला जस्तै तपाईँहरूको सल्लाह सुझाव लिनेछौँ, तपाईँले राखेका समस्याको विषयमा सुन्नेछौँ र मन्त्रालय कर्मचारी अग्रजहरूसँग हामीले भेटेर यहाँको समस्याको विषयमा राख्नेछौँ। त्यही कारणले गर्दाखेरि आजको यो भेटघाट भनेको एकदमै विशुद्ध। हामी बाटो पर्दाखेरि तपाईँहरूलाई यसो भेटेरै जानुपर्ने आवश्यकता ठानेको कारणले गर्दा यहाँ उपस्थित भएका छौँ। आउँदो समयमा हामीले एउटा समय तालिका बनाउँछौँ। त्यो तालिकामा बनाएर हामीले वडा टोल आएर फेरि तपाईँहरूसँग भलाकुसारी गर्छौँ। मैले यहाँ आउँदाखेरि तपाईँलाई जानकारी गराएको थिएँ नि, 16 महिनाको अवधिमा त म थुप्रोचोटि आइपुगेको छु भनेर कतिजनाले देख्नु पनि भएको छ, कतिजनाले देख्नु पनि भएन होला। तर मैले यहाँ आउँदाखेरि अर्को कुरा पनि भनेको थिएँ, म घर टोल चाहिँ जान सकिनँ, त्यो सम्भव भएन भनेर। त्यो कमजोरीको रूपमा तपाईँले ठान्नु भएको छ भने हामीले त्यो पनि प्रयास गर्छौँ। यो 5 वर्षको अवधिमा हामीले थुप्रैचोटि यो ठाउँमा टेकेर तपाईँहरूसँग यसरी नै गोलबद्ध हिसाबमा तपाईँहरूको सल्लाह सुझाव लिएर तपाईँहरूको समस्या सुनेर त्यो समस्यालाई कसरी समाधान गर्न सकिन्छ भनेर हामी प्रतिबद्ध हिसाबले लाग्नेछौँ। यो मेरो तेस्रो र अन्तिम प्रतिबद्धता भयो। म यहाँबाट जाने बेलामा म फेरि त्यही कुरा पहिला दोहोऱ्याएको तपाईँलाई सम्झना छ कि छैन, म त्यही दोहोऱ्याएर जान चाहन्छु। म यहाँ कुनै नेता बन्न आएको होइन। म फेरि पनि भन्छु, म यहाँ कुनै पदको लोभको कारणले गर्दाखेरि पनि यहाँ उपस्थित छुइनँ। म जुन बेलामा 79 सालमा बुवाको चुनावमा म बुवासँग हिँड्दै तपाईँहरूसँग मेरो भेटघाट भयो, बुवाको कारणले गर्दाखेरि तपाईँ र हाम्रो बिचमा एकदमै राम्रो एउटा परिवारको सदस्यको जस्तो एउटा सम्बन्ध बन्न पुग्यो। बिस्तारै हामीले प्रिय नेतालाई गुमाइसकेपछि, मेरो बुवालाई मैले गुमाएपछि उपनिर्वाचनको बेला पनि भोट माग्दै आएँ। म यहाँ भोट माग्दै आउँदाखेरि तपाईँले यसो हेर्नुभयो, आलो काँचो केटो छ, भर्खरको छ, केही गर्ला कि नगर्ला होइन, चिन्ता तपाईँलाई ठुलो थियो। त्यो बेलामा पनि तपाईँले एउटा विश्वास गरेर मलाई जुन चाहिँ अस्तिको कार्यकाल त्यसमा काम गर्न पठाउनु भयो। मैले त्यसलाई कति न्यायोचित हिसाबले काम गरेँ मलाई थाहा छैन, तर म आत्मआलोचना र आत्मसमीक्षालाई एकदमै मान्ने मान्छे हो। अहिले हामी जुन समृद्ध इलामको सपना देखिरहेका छौँ, त्यो समृद्ध इलामलाई हामीले साकार बनाउनुको लागि यो आत्मालोचना र आत्मसमीक्षा भन्ने चिजलाई एकदमै अँगाल्न जरुरी छ। म त्यही कारणले गर्दाखेरि अगाडि गरेका कमजोरीहरूलाई मैले सच्याउँदै आत्मसमीक्षा गर्दै मैले तपाईँहरूको जुन चाहिँ आशीर्वाद छ, तपाईँले दिनुभएको सल्लाह सुझावलाई लिएर म अगाडि हिँड्नेछु। तपाईँहरूको परिवारको सदस्यको हिसाबले मैले काम गर्नेछु। तपाईँले दिनुभएको एक मतको मूल्याङ्कन हुने गरेर काम गर्नेछु। इलाम जिल्लामा मात्र होइन, इलाम जिल्लाबाट बाहिर हिँड्दा पनि तपाईँले मैले सुहाङ नेमाङलाई मत हालेको, नेकपा एमालेलाई भोट हालेको भन्दाखेरि छाती फुलाएर हिँड्ने अवस्था मैले सिर्जना गर्छु। तपाईँले दिनुभएको आशीर्वादलाई जहिले पनि शिरमा राखेर तपाईँहरूको शिर कहिले पनि ढल्न दिने छुइनँ। धेरै 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 धन्यवाद छ। बिदा मागौँ। सेमी याङसँग जानु